हेलो साथीहरू, के छ खबर? फेरि पनि नयाँ एपिसोडमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आज तपाईँहरूलाई म लाग्छु राजारानीतर्फ। एउटा गीत सुन्नु भएको होला नि, पूर्व पर्यो राजारानी, पश्चिम नाम्ची गाउँ। हो, आज हामी पूर्वको स्थान राजारानी जाँदैछौँ है त। अहिले भने हामी छौँ इटहरी चोकमा। यहीँबाट हामी उत्तरतर्फ लाग्छौँ र पुग्छौँ धरान। धरानपछि पुग्छौँ भेटार। भेटार हुँदै हामी डाँडा हुँदै राजारानी पुग्छौँ। अबको यात्रा यहीँबाट प्रारम्भ हुन्छ। भिडियो अन्तिमसम्म हेर्नुहुन्छ भनेर विश्वास लिएको छु। यात्रा सुरु गरौँ है त अब। करिब 2 किलोमिटर यात्रा गरेपछि आइपुग्यौँ हामी तररा। अब भने हामी जङ्गलको यात्रा सुरु गर्छौँ। कस्तो लाग्दैछ भिडियो? प्रतिक्रिया दिँदै जानुहोला। अगाडि बढौँ है त अब। चारकोसे झाडी छुचुल्दै गर्दाखेरि दायाँ र बाहिरपट्टि जुस खाने स्टलहरू धेरै छन्। जो कोही यात्रा गर्नुहुन्छ यहाँको स्टललाई एकचोटि चाखेर त हेर्नुहोस्, तपाईँले मन्त्रमुद्रा बनाउँछ। यही स्थान हो सेती खोला, जसले इटहरी र धरानको सिमाना छुटाउँछ। एकैछिनमा पुग्यौँ हामी धरान नजिकै यो 108 विश्वकर्मा मन्दिर। यहीँबाट अब धरानको बजार एरिया हामी छिचोल्न सक्छौँ। पूर्वी इलाकामा यात्रा गर्दाखेरि धेरै ठाउँ बरगाछी भन्ने ठाउँ हुन्छन्, तर त्यही बरगाछी त्यहीँबाट धरानको सुरुवात हुन्छ। अब भने हामी आइसकेका छौँ धरानको एकदमै प्रख्यात ठाउँ, अब मुटुको ठाउँ भानुचोक। यहाँ घण्टाघर रहेको छ। अब हामी भने फेरि पनि उत्तरतर्फ लाग्छौँ र चढ्छौँ उकालीतर्फ। अब भने हामी सम्म ठाउँलाई छोडेर उकालीतर्फ अगाडि बढ्दैछौँ। तल हेर्दै धरान। यदि तपाईँहरू यात्रा गर्दै हुनुहुन्छ भने यस बाटोमा तपाईँहरूले यो अन्तिम धरानको कुनामा भेट्नुहुन्छ पेट्रोल पम्प। यहाँ पेट्रोल भरेपछि पत्र हिँड्नुहोला। यदि अभर परेको खण्डमा योभन्दा अगाडि पेट्रोल पम्प पाउनको लागि अलि धेरै यात्रा गर्नुपर्ने छ। साँची मूलघाट 29 किलोमिटर छ यहाँबाट। यही बाटोबाट हामी सबको तालमा धनकुटा, त्यसपछि शङ्करसभा लगायत तेह्रथुम जिल्लाहरू पुग्ने गरिन्छ। अहिलेसम्मको यातायातको सुविधा यही बाटोबाट सबैले सहुलियतपूर्वक यात्रा गरिरहेका छन्। राजारानीको यात्रातर्फ हामी अगाडि बढ्दै जाँदैछौँ। कस्तो लाग्दैछ भिडियो? प्रतिक्रिया पनि दिनुहोला है त। फेरि पनि अगाडि बढौँ। ल यात्राहरू बाटो छिचाल्दै हामी पुग्यौँ भेटार। यहीँबाट अब सुन्दर दृश्यहरू प्रारम्भ गर्दै हामी अब भने भेटारको यो इमानसङ्गी चिम्जोङको पूर्ण शालिग कदबाट हामी देब्रेतर्फ यानि कि पूर्वतर्फ लाग्छौँ। भेटारको बजारी क्षेत्र कस्तो लाग्दैछ? प्रतिक्रिया पनि दिँदै गर्नुहोला। पक्कै पनि सुन्दर छ यो ठाउँ। जो कोही तराईको बासीहरू हुनुहुन्छ या तराईबाट गर्मीलाई छेक्नुको लागि चिसो मौसम चाहिन्छ भने जो कोही पनि भेटारसम्म यात्रा गर्न सक्नुहुन्छ। यात्रा गर्दै साँच्चै प्रारम्भ कुरा त म बिर्सेछु है। त्यो गीत याद छ सबैलाई? तपाईँहरूलाई
पूर्व पर्यो राजा रानी पश्चिम नाम्जे गाउँ पश्चिम नाम्जे गाउँ पश्चिम नाम्जे गाउँ उकालीको चौतारीमा बसु भन्छ यो मन धनकुटा डाँडा बजार जाउँ कान्छी बिस्तारै छैन हतार हो। यही गीतलाई मेल खाँदै खाँदै हामी अगाडि बढ्छौँ। आज हामी देख्नेछौँ राजा रानी डाँडा बजार नाम्जे बजार प्रष्टले है त। यात्राहरूमा रमाइलो नै हुन्छ है फेरि। ल हामी चाहिँ राजा रानीतर्फ जाँदैछौँ। ल यो बाटो हामी जाने बाटो त्यो पर योभन्दा उतापट्टि चाहिँ डाँडा बजार त्योभन्दा अर्को डाँडामा चाहिँ राजा रानी पर्छ है त। अगाडि ला झनै छुटेको यो त नाम्जे बजार। यो गीतको भिडियो अनुसार मैले गाएको गीत अनुसार चाहिँ नाम्जे बजार हो। प्रष्ट रूपमा भिडियो हेरेर प्रतिक्रिया दिनु है त। यात्राहरू अझै पनि राजातर्फ लम्किँदैछ। तपाईँहरू पनि साथ दिँदै हुनुहुन्छ, म ढुक्क छु। अन्तिमसम्म साथ दिनुहुन्छ भने पनि विश्वास लिँदछु है त। हामी चाहिँ यही बाटो डाँडै डाँडा गयो भने चट्ट भेटार है त। अब हामी डाँडा बजार पुग्न आँट्यौँ, त्यसपछि भिडियो सुरु गर्छौँ है त। यहाँको मौसम भन्दाखेरि एकदमै एकछिनमा जाडो एकछिनमा गर्मी तुवालो मजाले चल्छ, एकछिनमा ढकमक्क ढाक्छ। जुन दृश्य देख्यो फेरि एकछिनपछि झुल्किन्छ, सायद नयाँ देखिन्छ नि यहाँ त। अघिदेखि भनेको थिएँ नि डाँडा बजार, अब भने तपाईँलाई ठ्याक्कै डाँडा बजारको पूर्ण रूपको दृश्य देखाउँदै अगाडि बढ्छु। कस्तो लाग्छ डाँडा बजार पत्रिका पनि दिनुहोला। जो कोही पनि यो यात्रा गर्दै हुनुहुन्छ भने यो भिडियोले उनीहरूलाई पनि रिकमेन्ड गर्नुहोला है त। अगाडि ल डाँडा बजार पनि मजाले घुम्यो। अबको 7-8 मिनटमा हामी यहाँबाट राजा रानी पुग्दो रहेछौँ। यात्राहरू एकदमै रमाइलो छ, पहाडी यात्रा हो। भेटहाटदेखि हामी अहिलेसम्म जति यात्रा गरेको छौँ पहाड डाँडा चल्दै आइरहेको छौँ है त। यात्रा गऱ्यो फेरि पनि हेर्दा हेर्दै हामी घुम्नु आएको ठाउँ पनि हामी ठ्याक्कै पुग्यौँ। यो हो राजा रानीको ठुलो बजार, 24 गाउँपालिकामा अवस्थित यो ठाउँ साँच्चै मनमोहक छ। जो कोही पनि यात्रा गर्नुहुन्छ भने एकदम रमाइलो छ है। फेरि एउटा कुरा भन्नु बिर्सेँ मैले साँच्ची, नाम्जे बजार हामी आउँदै गरेको अघि दृश्यमा
नाम्जे बजार चाहिँ विश्वको पर्यटन महासङ्घले घुम्नै पर्ने 12 स्थानमध्ये परेको ठाउँ। त्यही बाटो छिचोल्दै हामी राजारानी आइसकेका छौँ। भनेपछि नाम्जे घुम्दा घुम्दै रानी भने नछुटाउनु होला। अब हामी पुग्छौँ राजारानीको रानीताल, यानि कि राजाले राष्ट्रिय मन पराएको स्थान या रानीको लागि बनाइदिएको ठुलो ताल। घुमौँ एकछिन है त। यस तालको संरक्षण यहाँको समितिबाट गरिदिएको रहेछ। ताल एकदम भव्यको छ। त्यसै गरी आन्तरिक पर्यटकलाई एकदमै लोभलाग्दो स्थान। धेरैजना तराईवासीहरू यही ठाउँमा शीतल ताप्न, चिसोलाई महसुस गर्नको लागि आउनुहुँदो रहेछ। तालबारे तपाईँहरूलाई म जानकारी सबै दिइसकेँ। अब यात्रा कसरी प्रारम्भ भयो फेरि पनि सुरु गर्छ है त। हामी फर्स्टमा आयौँ इटहरी, इटहरीबाट धरान हुँदै उकालो चढौँ र भेटार पुग्यौँ। भेटारबाट पूर्वतर्फ लाग्यौँ, यानि कि एकदम रमाइलो स्थानहरू छिचोल्दै हामी आइपुग्यौँ राजारानी होइन। कति लाग्यो, कस्तो लाग्यो यात्रा? रमाइलो लाग्यो लागेन भन्नु है त। यहाँसम्म आइसके पश्चात मलाई एकदमै याद आउने ठाउँ चाहिँ यो नागबेली पोखरी। यहाँ ठुलो नागको मूर्ति रहेको छ। यहाँ पनि भिजिट गर्नुहोला। राजारानीको रानीतालबाट एकदमै नजिकैको स्थान। कसैले पनि नछुटाउनु होला, धेरैले छुटाउनुहुन्छ, तपाईँहरूले नछुटाउनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। आज कस्तो भिडियो लाग्यो तपाईँहरूलाई एकदम मनदेखि कमेन्ट गर्नुहोला है त। भोलिको दिन फेरि नयाँ भिडियो लिएर फेरि आउनेछु। तबसम्मको लागि नमस्कार, बाई बाई।